हाई गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ म तरकारी पकाउँदैछु। तरकारीमा चाहिँ आलु पेथेको साग रहेको छ। देख्न सक्नुहुन्छ। अब चाहिँ म सुई प्याज काट्दैछु। कट गर्दै। फेरि अब चाहिँ सागको भाँडा खोतल्दैछु मैले। सागलाई रेडी पारिराखेको। अब प्याजहरू भुट्यो। बेसर लाएर चलायो। आलु नि हालेर चलायो। कट चलायो। आलु पनि रेडी हुनलाई छिटो। फेरि मैले टमाटर काटे कट गरेर मजाले काटे। त्यसपछि मैले अब साग हाल्छु। यो चाहिँ बेथेको साग देख्न सक्नुहुन्छ गाइजहरूले। हामीसँग हेर्नुहोला। कृपया मेरो भिडियो हेरिसकेपछि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नबिर्सिनुहोला। यो रेडी हुँदैछ हाम्रो तरकारी। त्यसपछि फ्रिजमा भोक लागेर एप्पल पनि खाएला हामीले चाहिँ पकाउँदैछौँ। पाक्दैछ। चलायो। टमाटर नि हालेको। त्यसपछि पाक्दैछ टमाटर पनि रेडी हुनलाई सक्यो। हामीले चाहिँ तरकारी सुरुमा चाहिँ बेथेको साग यस्तो थियो। त्यसपछि पाकिसकेपछि यस्तो। त्यसपछि रेडी भइसकेको भात देख्न सक्नुहुन्छ। अब मैले खाएला भात कम खाए कम खाएला। मलाई चाहिँ भोक लागिसकेको थियो। कम खाए। आम्बो यति धेरै खाएपछि कसरी जान्न लाग्ला त है गाइजहरू। मिठो छ। गेडागुडीको दाल पनि मिठो छ। त्यसपछि बेथेको साग र आलु पनि मिठो छ। ओके, मेरो भिडियो लास्टसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद सबैजना गाइजहरूलाई। अनि लास्टमा जाने बेलामा चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई गाइजहरू।